कल्पनाले यति राम्रो च्याउ भुजङ्गलबाट खोजेर ल्याइसकेकी छे। हजुरहरूलाई पनि यदि खान मन छ भने आइहाल्नु होला, सँगै मिली हापहाप खानुपर्छ है त। हामी चाहिँ आज खाँदैछौँ यो स्पेसल्ली सागिनेको फुल छ। यो सागिनेको फुल हजुरहरूले खानुभयो कि नै, टेस्ट कस्तो हुन्छ मलाई बताइदिनु होला हजुरहरूले। मैले चाहिँ खाएन आजसम्म, अब कस्तो हुन्छ आज ट्राई गर्नु पर्ला होइन। मिठो भयो भने म हजुरहरूलाई पनि भन्छु, अनि फेरि तपाईँहरूले पनि खानु होला। नेपालतिर चाहिँ अचम्मै मिल्छ कि, हाम्रा ठाउँतिर चाहिँ अचम्मै मिल्छ। यो आजसम्म खान्छन् भन्ने कुरा थाहा नै, आज यहाँ आएर ठुलमम्मीले ल्याउनु भयो रहेछ। यो कति जाँगर लाग्यो होला नि, यत्रा फुल टिपेर ल्याउनु कति टाइम लाग्यो होला, कसरी ल्याउनु भयो होला देख्नु न। इन त म आज सोधिदिनँ क्या हजुरहरूलाई यो खाने च्याउ हो कि नखाने च्याउ हो भनेर। कन्फर्म ढुक्कै खाइ पास भयो कि मान्छे हो कि म चाहिँ यो च्याउ। त्यही भएर म आज सोधिदिनु यो खाने च्याउ नै हो। त्यही पनि च्याउको कदेखि ग्यासम्म थाहा पाउने मान्छेले ल्याएको च्याउ हो यो। त्यही भएर फेलै खाँदैन क्या, 1% पनि यो विषयमा च्याउ भनेर सोच्दै नसोचेको। 100मा 100% कन्फर्म छु कि यो खाने नै च्याउ हो क्या। त्यही भएर यो आज यो च्याउ हजुरहरूले खानुभयो कि नै कस्तो हुन्छ भन्नु होला। तर टेस्टी हुन्छ, मैले चाहिँ खाएको। कल्पना तँलाई चाहिँ मन नपर्ने पनि केही छैन भन्नुहुन्छ, तर मलाई मन नपर्ने पनि केही छैन, मलाई सबै नै मनपर्छ के हजुर।